आदरणीय दर्शक महानुभावज्यूहरू सबैलाई न्यानो अभिवादन। म अहिले प्रिन्टेड टेलिभिजनबाट बोल्दैछु र मैले केही प्रोग्रामहरू आज हाम्रो प्रोग्रामको फर्स्ट एपिसोड तपाईँहरूलाई मैले केही कुरा जानकारी दिँदैछु र हाम्रो मलाई टेक्निकल्ली सपोर्ट गर्दै हुनुहुन्छ दीपक श्रेष्ठ हुनुहुन्छ र आज हामीले केही प्रसङ्गहरू हामीले आज केही कुराहरू तपाईँहरूलाई प्रसारण गर्दैछौँ र केही कुराहरूमा पर्दछन् तपाईँको चारोबाट हामीले चाहिँ कसरी छुटकारा पाउने त। अनि चिसो मौसम काठमाडौँमा चिसो मौसमको माहौलमा तपाईँको कसरी चाहिँ जाडोबाट चाहिँ हामी छल्ने त। यो प्रोग्रामबाट तपाईँहरूलाई केही कुराहरू टिप्सहरू भन्दैछौँ र सुन्दै गर्नुहोला अथवा मलाई वाच गर्दै गर्नुहोला। र केही कुराहरू आज इम्पोर्टेन्ट टिप्सहरू तपाईँहरूलाई 5वटा टिप्सहरू चाहिँ म भन्दैछु जाडोबाट छल्नको लागि। फर्स्ट अफ अल न्यानो लुगा लगाउनु होला, तातो झोल पदार्थहरू खानु होला र न्यानो लुगाहरू लाउनु होला। र भन्दै आज मैले यो प्रोग्रामबाट तपाईँहरूमा आज बिदा लिनुपर्छ। सुन्नुभयो, हेर्नुभयो, मेरो प्रोग्राम मन पराउनु होला। धन्यवाद। थ्याङ्क यू।